साथीहरूको उपस्थिति र यहाँ रहनुभएको राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक सदस्य समर्थक सहयात्री सहकर्मी सबैजनाको उपस्थितिले एउटा अर्को संयोग बनिरहेको छ कि यस पार्टीमा सम्भवतः नेपालको सबैभन्दा धेरै पत्रकारहरूको सङ्ख्या रहेको छ र त्यसमा पनि सफल पत्रकारहरू। म आफै पनि 5 वर्ष कर्मीको रूपमा काम गरेको छु। म अघि भर्खर केही पत्रकार साथीहरूलाई भन्दै थिएँ कि म आज त्यो कुरा यो मलाई सहज र एउटा राजनीतिक अभ्यास गर्न प्रवक्ताको रूपमा काम गर्न पनि सघाएको छ विगतको अनुभव। त्यस्तै हाम्रो पार्टीको एउटा अभियानबाट सुरु भयो यसको पार्टी सभापति नै पत्रकारिताको पृष्ठभूमिबाट आउनुभएको छ। राज जस्तै सविता गौतम, निशा गान्धी, दीपक बोहरा लगायत अन्य धेरै पत्रकारहरूको लिस्टमा आज एउटा अर्को पत्रकार राजनीतिक कर्मीको रूपमा आजदेखि परिचित हुँदै हुनुहुन्छ र हामी एउटा आशलाग्दो अनुहार, एउटा सक्षम सबल र यो देशलाई विभिन्न आवाजविहीनहरूको आवाजको रूपमा काम गरिरहनु भएको सफल पत्रकार, चर्चित अनुहार, हाम्रा मित्र र आजदेखिको सहयात्री पत्रकार राजीव खत्रीज्यूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा लगाएर उहाँलाई स्वागत गरिदिन पार्टीका कार्यवाहक सभापति आदरणीय बिपी हरियालजीलाई अब आज यहाँ घन्टी बोल्नु पछि देशभरि घन्टी बोल्नुहुन्छ। राजीवजीसँगै हामीसँग आज उहाँको समूह उहाँ सँगसँगै जोडिने धेरैजना हुनुहुन्छ। चाहन्छु राजीव खत्रीज्यू हामीसँग जोडिसक्नुभयो। जो उहाँको ठेगाना कीर्तिपुर काठमाडौँ रहेको छ। उहाँ सञ्चारकर्मीको रूपमा कार्यरत हुनुहुन्छ। राजन बुढाथोकी हुनुहुन्छ कीर्तिपुरबाटै, उहाँ व्यवसायी हुनुहुन्छ। राजनजीलाई मैले अगाडि आउनु अनुरोध गरेँ, उहाँ कहाँ हुनुहुन्छ? यसरी नै सुरज थापा हुनुहुन्छ सिन्धुपाल्चोकबाट, सामाजिक अभियन्ता हुनुहुन्छ। सुरज थापा सिन्धुपाल्चोक निवासी सुरज थापाजीलाई आउन अनुरोध गरेँ। यसरी नै राजेश खड्गीजी सुजन बुढाथोकीजी काभ्रे पलाञ्चोकबाट हुनुहुन्छ। उहाँ विगतमा नेकपा एमालेमा रहनु भएको थियो र महाधिवेशन हुँदै गरेको बेलामा उहाँले पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने निर्णय गर्नुभएको छ। पूर्ण शाही हुनुहुन्छ काठमाडौँबाट, उहाँ विगतमा माओवादी केन्द्रमा रहनु भएको। पूर्ण शाहीजी, रूपानन्द भण्डारीजी अछामबाट हुनुहुन्छ। उहाँ पनि विगतमा नेकपा एमालेमा आबद्ध रहनु भएको छ। दिव्य परियारी चौधरी हुनुहुन्छ कैलालीबाट, उहाँ साहित्यकार कवि हुनुहुन्छ र नागरिक अभियन्ता पनि हुनुहुन्छ। यसरी नै सुरज जी हुनुहुन्छ डोटीबाट, सुरज जागिरे। यसरी डोटीबाटै हुनुहुन्छ। यसरी डोटीबाट नै हुनुहुन्छ प्रवीण बलायतज्यू। मैले फेरि नाम दोहोऱ्याउन चाहे। राजीव खत्रीज्यू पश्चात राजन बुढाथोकीज्यू ब्याज लगाएर गइसक्नुभयो। सुरज थापाज्यू, राजेश खड्गीज्यू, सुजन बुढाथोकीज्यू, सुरेश तामाङज्यू, रूपानन्द भण्डारीज्यू, दिव्य परियारी चौधरीज्यू, दिव्य प्रयासी चौधरीज्यू, सूरज जागिरेज्यू, कबीर सुनारा, प्रवीण बलायत।
धेरैजना ड्युटीबाट हुनुहुन्छ, उहाँहरूलाई अगाडि आउन र ब्याज ग्रहण गरिदिन अनुरोध गरे। त्यसपछि अर्को लिस्ट छ। अर्को लिस्टमा रहनु भएको छ सुदीप खतिवडाज्यू टोखाबाट, राजकुमार श्रेष्ठज्यू चन्द्रगिरी 2बाट, किरण श्रेष्ठज्यू चन्द्रगिरीबाट, सुभाष श्रेष्ठज्यू कालीमाटीबाट, रुद्र बहादुर कार्कीज्यू सन्थुवा सभाबाट, कृपा महर्जनज्यू शङ्खपुर काठमाडौँबाट, राजकुमार श्रेष्ठज्यू काभ्रे पलाञ्चोकबाट, दुर्गा परियारज्यू पर्वतबाट, मदनज्यू हुनुहुन्छ सिन्धुपाल्चोकबाट। फेरि मैले रिपिट गर्न चाहे, सुदीप खतिवडाज्यू गोर्खाबाट, राजकुमार श्रेष्ठज्यू चन्द्रगिरीबाट, किरण श्रेष्ठज्यू चन्द्रगिरीबाट, शोभा श्रेष्ठज्यू कालीमाटीबाट, रुद्र बहादुर कार्कीज्यू सङ्खुवा सभाबाट, कृपा महर्जनज्यू शङ्खपुरबाट, राजकुमार श्रेष्ठज्यू काभ्रे पलाञ्चोकबाट, दुर्गा परियारज्यू पर्वतबाट, मदनजी सिन्धुपाल्चोकबाट। आज पार्टी प्रवेश गर्न चाहनुहुने 2 जना नाम अझै मैले थप पाएको छु। डोल्पाबाट हुनुहुन्छ राजेन्द्र सात र कैलालीबाट हुनुहुन्छ प्रिन्स ज्यू। दुवैजनालाई अगाडि आउन र पार्टी प्रवेशको क्रममा ब्याज ग्रहण गर्न अनुरोध गरे। झन्डा माथिपट्टि हेर हेलो हेलो अब अर्को नाम फेरि पाएको छ। एउटा रहेको छ भवानी शङ्कर हरियालज्यू, 90 वर्षका बा हुनुहुन्छ भवानी शङ्कर हरियालज्यू। भवानी शङ्कर हरियालज्यू स्वागत छ। ठिक छ नि चुम्बक छ हो अब केही बेरको लागि राजीवजीबाट केही सुनौँ अनि त्यसपछि मैडम अब सुरुवात कसरी गरौँ? जय घन्टी। अलिकति बोल्न आज साहस जुटाउनु पर्ने भएको छ। एउटा चिज के हो भने कुनै पनि एउटा इकोनोमिक्समा एउटा नियम हुन्छ, एउटा लेभलसम्म पुगेपछि त्यो लेभलबाट तल झर्ने क्रम हुन्छ। नेपाली राजनीतिमा विकृत राजनीतिको एउटा चरम लेभलमा यति बेला नेपालको राजनीति छ र त्यो राजनीति सधैँभरि त्यही ठाउँमा रहिरहन सक्दैन। र यति बेला ठ्याक्कै भन्ने हो भने महाभारतमा जसरी कौरव र पाण्डवको युद्ध हुने समयमा को कौरवको पक्षमा को पाण्डवको पक्षमा लाग्ने भनेर एउटा परिस्थिति जति बेला सिर्जना भएको थियो, त्यसै गरी नेपाली राजनीतिमा यति बेला कौरव र पाण्डवको को पक्षमा को विपक्षमा रहने भन्ने अवस्था यति बेला। र मैले यति बेला पत्रकारितामा रहँदा जतिखेरसम्म मैले भूमि मान्छेको आवाज बोले भन्ने मलाई लाग्छ, सिंहदरबारभित्र या बालुवाटारभित्र
मन्त्री परिषदका बैठकहरू रहँदा त्यहाँ के निर्णय भए र त्यो निर्णय बाहिर आएर प्रवक्ताले भन्दै गर्दा जस्ताको तस्तै मैले त्यसलाई पस्किनलाई कहिले पनि रुचाइनँ। आखिर उनीहरूले गरेको निर्णयले जनताको चुलोमा के परिवर्तन ल्याउँछ भन्ने नजरबाट मैले हेरेँ र त्यही किसिमको पत्रकारिता गरेँ। त्यो माया मैले यहाँ देखेको आज म आज राजनीतिमा मैले पहिलो खुड्किलो राख्दै गर्दा जीवनमा मेरो जीवनमा पहिलोपटक राजनीतिक दलको सदस्यता लिँदै गर्दा र म आज पाण्डवको पक्षमा मैले पक्ष लिनुपर्छ, सत्यको पक्षमा हुनुपर्छ भनेर मैले राजसभाको पक्ष लिएको र यो बेला भनेको कौरवको पक्षमा लाग्ने हो कि पाण्डवको पक्षमा। फेरि कौरव म पाण्डवको पक्षमा आउँदै गर्दा मैले चाहिँ धर्म म सत्यको पक्षमा म धार्मिक भएर धर्म आफ्नो पुरा गर्दैछु भन्दिनँ। कौरवको पक्षमा लागेर पनि फेरि त्यहाँ पनि धर्म निर्वाह गर्न सकिन्छ किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ। यदि तपाईँ पापको पक्षमा लागेर पूर्ण रूपमा त्यहाँ वफादार रहनुहुन्छ भने त्यो पनि धर्म हो। जस्तो तपाईँलाई एउटा उदाहरण दिउँ, शिशुपालले कृष्णलाई 100 गाली गर्छ, अन्त्यमा कृष्णद्वारा चक्रले काटिएर शिशुपालको मृत्यु हुन्छ, तर शिशुपाल कृष्णमै विलिन हुन्छ। कारण किन भन्दा उसले अधर्ममा पनि धर्म पुरा गरेको थियो। विषले यदि विषको काम गरेन भने त्यो धर्म हुँदैन विषको। त्यसैले गर्दाखेरि जो जहाँ जहाँ बसेर पनि धर्म निर्वाह गर्न सकिन्छ। मैले चाहिँ मेरो धर्म आज 20 वर्षको पत्रकारितालाई पूर्ण विराम लगाउँदै मेरो लागि यो राजनीतिको महाभारतमा मैले पाण्डव पक्ष चाहिँ मैले राजसभालाई बुझेँ यतिको समयसम्म। त्यस कारणले मैले आज यो पक्षबाट अबको न्याय र अन्याय बीचको लडाइँमा न्यायको पक्षबाट शङ्खनादको सुरुवात गर्ने मैले आजबाट उद्घोष गरेँ। हस्, यहाँहरूलाई धेरै धेरै हजुर राजीवज्यू, अब केही पार्टी प्रवेशका नामहरू आएको छ। मदनजी सिन्धुपाल्चोकबाट, श्यामाकुमारी चन्द्रागिरी, सुशीला बस्याल कोटेश्वर, अजित सिंह महोत्तरी, केशव राज ढोटीबाट, बहादुर सिंह महल डडेलधुराबाट। हाई भन्नु पर्यो राजु त। हेलो राजु त। आज पार्टी प्रवेश गर्नुभएको दादा दादा प्लिज दादा हाम्रो मोबाइल पनि छैन आया। अब कविता लेख्नु भएको छ। दिव्य प्यासी प्रयासी चौधरीजी आज पार्टी प्रवेश गर्नुभएको छ। उहाँले चाहिँ हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूको बारेमा दिव्य चौधरीजीले केही कविता लेख्नु भएको छ जुन सुनाउन चाहन्छु।